हेलो नमस्ते र फेरि पनि हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज तपाईहरुलाई म गुलाबको फूल रोज फ्लावरलाई चाहिँ कसरी केयर गर्नुपर्ने अनि कुन चाहिँ मलहरु हामीले लगाएर रोप्नुपर्ने भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु। अनि यो भिडियो चाहिँ तपाईहरु लास्टसम्म नै हेर्नु होला। र यो देखिरहनु भएको चाहिँ अंडाको खोस्टा है, जुन खोस्टालाई चाहिँ मैले अस्ति नै अंडा खाएर चाहिँ राखेको थिएँ। सो अब चाहिँ यसलाई मज्जाले यसरी पिसेर चाहिँ यसरी जुरा गरेर चाहिँ हामीले मलमा मिक्स गर्नुपर्छ। अझै सक्यो भने तपाईहरु मिन गरेर लगाउँदा पनि हुन्छ। अनि फूलको लागि चाहिँ मैले यहाँ बारीको चिम्टे माटो, तर सारै चिम्टे चाहिँ हल्का बलौटा पनि छ, त्यो मिक्स गर्नको लागि मैले यहाँ रेडी गरिरहेको छु। अनि यहाँ देखिरहनु भएको यो चाहिँ पुरानो गार्डनिङ मल, जुन चाहिँ मैले फूललाई पहिला पनि युज गरिसकेको छु, त्यो मल हो। र यो चाहिँ हो जंगली मल, यसमा चाहिँ कुहिएको पत्ताहरु मात्रै छ। अनि यहाँ देखिरहनु भएको चाहिँ अघिको अंडाको खोस्टा जस्तो चाहिँ मैले मिन गरेर मैले यहाँ रेडी गरिसकेको छु। अब यो चारटालाई चाहिँ यसरी मज्जाले मिक्स गरेर चाहिँ हामीले नयाँ फूलहरु लाउनु पर्छ। र यो देखिरहनु भएको कटिङ चाहिँ मैले डिसेम्बर मन्थमा लगाएको कटिङ हो। अनि डिसेम्बर मन्थमा लगाएको कटिङहरु पनि हुन्छ। अनि त्यसको लागि चाहिँ मैले यहाँ 8 इन्चको पट चाहिँ मैले रेडी गरिसकेको छु। अब यसलाई चाहिँ मजाले भरेर चाहिँ अनि त्यो फूललाई चाहिँ अब यो पटमा लगाउँछु म चाहिँ। अनि यो हामीले हैन बोटहरु निकाल्दा, नयाँ बोटहरु निकाल्दा चाहिँ हामीले बिस्तारै निकाल्नु पर्छ, किनभने माथिबाट तान्यो भने यसको जराहरु चुटिने डर हुन्छ। र जराहरु पनि एकदमै मजाले फैलेको छ र त्यो सारेको जति पनि यो कटिङहरु चाहिँ एकदमै हेल्दी भएको छ र टुसाहरु पनि एकदमै मजाले आएको छ। र यसलाई चाहिँ अब हामीले यसरी लगाएर चाहिँ हैन हामीले शीतल ठाउँमा राख्नु पर्छ। जबसम्म यसको जराले चाहिँ हैन नयाँ माटोहरु पक्रिँदैन तबसम्म चाहिँ हामीले शीतल ठाउँमा नै राख्नु पर्छ। अनि यसो पानीहरु पनि हालिरहनु पर्छ है। अनि यो बर्खा झरीको पानीमा भिजायो भने त झन् एकदमै राम्रो हुन्छ यो रोजलाई। मैले चाहिँ यो नयाँ बोटलाई चाहिँ अहिले चाहिँ 8 इन्चको पटमा लगाइरहेको छु। अगर तपाईहरुकोमा यो भन्दा ठुलो गमलाहरु छ है, ठुलो पटहरु छ भने चाहिँ तपाईहरु ठुलो पटमा पनि लाउन सक्नुहुन्छ। र यो देखिरहनु भएको यो चाहिँ पुरानो बोट नै हो है। यो सालसँग चाहिँ 3 साल हुन्छ यो फुलले फुलेको। यो चाहिँ मिनी रोज हो। अनि यो मिनी रोजलाई चाहिँ मैले एकदमै छोटोमै नै कटिङ गरिदिएको छु। अनि तपाईहरु अग्लो हाइटमा हैन अग्लोमा फुलाउन चाहनुहुन्छ भने अग्लोमै कटिङ गर्दा पनि हुन्छ।